हेलो गाइज वाट्स न्यू डे न्यू ब्लग। आजको ब्लग चाहिँ हाम्रो ट्रेनिङ ब्लग छ, कराटे ट्रेनिङ ब्लग। चट्टा लाएर आज म र प्रज्ञा सर र जाँदैछौँ हाम्रो डोजोमा रङ्गशालामा। धेरै पछि आज जाँदैछौँ ब्लग लिएर रङ्गशालातिर। चट्टा लागेर अब हाम्रो दाइ आउँदै हुनुहुन्छ, दाइ र म सर र बाइकमा जान्छौँ। धन भाइ आउँछु भन्थ्यो, आउँदै होला सायद उता। प्रज्ञा आइसकेको छ। मैले अनिस तोर्पेलाई भेटेको थिएँ नि दाइ स्कुल उता स्क्याडमा। यता जुङ्गा पालेर बादल मुखे भएर हिँड्दा आएको छ एक्लै के बाइकमा। ऊ यो लिन आएको छ के लिन्छ अनि मैले ठ्याक्कै भेटेँ। छिटो लाएर हाम्रो दाइको साधन याद छ। अब दाजु चटो लाएर जाँदैछौँ ट्रेनिङमा। आज त लिग पनि चल्ला लिग पनि फुटबल लिग हो र छैन र आज छैन होला। हामी सिधाबाट चोकबाट कटेर सर र जाँदैछौँ। अब चट्टा लाएर आज जाँदै जान्छ के भएर जानु यहाँको साइकलमा भने यहाँ जानु भन्नु छाउनी गर्ने चाहिँ आएको त होला है। के हो यो पानी मेलम्चीको ल्यायो खै मेलम्चीको पानी त सक्छ हो। हाम्रो भान्जाहरूको होटेल याद छ, चिकेट आउट अञ्जन भाइ र सिसी भान्जालाई पनि साउट आउट। मेलम्चीको पानी आउँछ लाग्छ आउँछ हो। बालो मितिर सबै आइसक्यो। के बोले भाइ? के बोले कसले भन्यो ल सरको कोठामा त बेलुका 24 घन्टा मेलाउने पानी खाने पानी? अब त्यो पिउनै त अहिले त हुँदैन नि त्यसले रेस्टुरेन्टमा आइगयो सबै। वाइल्ड जाम छ आज भोलि हाम्रो सिकाबाट गोलकुलो पनि के भयो यस्तो जाम भयो। त्यो खेलेर मुला बुढाहरू आज त्यही माथि आज सब केटाहरू नि धन्न त्यो गोल भएको भन्नु न आज होला लास्टको होइन। एउटा पोलमा ठोकेर सेकेन्ड बारमा लगाएर अर्को बारमा गएर ठोकतिर गोल हुन्छ। त्यो गोल नभए हामी त हार्दै होला। त्यो लोकेश भाइले पनि लोसी खेलेर साइकलहरू 5 मिनटमा दुईको थियो अनि गाइस हामी आज यता आइसक्यौँ। कालीमाटी टङ्केश्वर पुल आइसकेका छौँ। यसो जाँदैछौँ गाइस है। अब 5 मिनटमा 5 मिनटमा हामी पुग्छौँ। वाइल्ड जाम छ गाइस, देख्न सक्नुहुन्छ तपाईँहरू पनि। घन्टाको 50, यस घन्टाको 100 अनि आधी घन्टा 50 रुपियाँ। 150 गरेर अनलिमिटेड दिन्छ कि 150 गरेर 10-12 हजार उठाउँछ अरे दिनमा। प्याक्कै दाइ मान्छे त पुच्योहरू यत्तिकै हो। ठ्याक्कै रोड छ नि त यो रोडको त्यत्रै हो क्या सानो, तर प्याक्कै वाइल्ड हुन्छ है दाइ सस्तोले गर्दा। फेरि खाइदियो भने मार्केट के र दाइ स्केट खाइदियो क्या मार्केट। माथि उसले पनि हर्सिटीमा नि खोलेको छ स्केट पार्क। तर हर्सिटीको त सानो रहेछ। त्यो सानो छ त कस्तो चल्छ हेर त्यो के अरे त्यो चर्चनिरको क्या रोयल त्यो चाहिँ सानो छ तै चल्छ दाइ अलिक त्यो हामी त जहाँ गाबेर फ्रीमै खेल्छौँ एकछिन 5-10 मिनट गएको हुन्छ होइन। म त खानै थिएन नि आउँदैन मैले हेर्थेँ भने खोले नि दाइ। मलाई त डर लाग्छ खुट्टा भाँच्नु खेल्छ नि दाइ। ल सुभाष मुसे एक दिन गरेर पर्फेक्ट भइसक्यो दाइ। है म त अस्ति गुरुबाको मेलै डर लाग्छ नयाँ गाउँमा। म त्यहाँ 2 चोटि खेल्यो, गुरुबामा 2 चोटि खेल्यो। यसै गरेर गाइस हामीले रोड मिसिया छ त्रिपुरेश्वर मार्च जाँदैछौँ गाइस। हाम्रो अगाडि साइकल बाबा हुनुहुन्छ। साइकल बाबा कैसे लोग रहते हैं यार यहाँ पर। ल गाइस रफ्तारमा जानुपर्छ। धने आयो कि आएन भने थाहा मलाई। पोल्ट्री अस्त्र त्यसको औँसी पुग्ने हजुर औँसी पुग्ने त्यो औँसी पुग्ने हिजो आएको थियो केटा। त्यो त्यसले चाहिँ ट्रेनिङ गरेन, मलाई चाहिँ ट्रेनिङ गरायो। त्यसले चाहिँ ट्रेनिङ गरेन तेरो गेम आउला तपाईँ गर्न भनेर गऱ्यो। त्यसलाई त अनि त्यस पछाडि त्यसलाई नि ओडा लाग्यो भन्ने किन खै कस्तो औडा भन्दा न धेरै पछि आयो नि त त्यो। 4 दिन जति आएको थियो गाइस हाम्रो डोजोमा। आज धेरै पछि हाम्रो डोजोमा कम ब्याक भइरहेको छु म गाइस। हाम्रो त्रिपुरेश्वर रङ्गशाला नेपाल सोधुकाट कराटे एसोसिएसन एनएसके जाँदैछौँ गाइस। बाटो त होला नि ती दाइ साथै बाटोमा यो चोटि चाहिँ हेर्न आउँछ यार। आउनु नि दाइ यो चोटि त गएर भेटेर गरेर हाम्रो त्रिपुरेश्वर आइसकेको छ। फुटबल छ होला नेपाल सुपर लिग नि भइरहेको छैन आज। नेपाल सुपर लिगको टिकट आज अब नेपाल सुपर लिग पनि भइरहेको छ। हाम्रो रङ्गशालामा हेरेर सक्नुहुन्छ र हामी जाँदैछौँ। धेरै पछि रङ्गशालाको दर्शन गरियो।
फर्किआएँ भने भाइ चाहिँ छैन
त्यसरी पर्दैछ क्या किनभने म त तापी हाल्छु ल त्यसरी हेलो गाइज हाम्रो ब्लग आज यसै गरेर सकिसकेको छ हाम्रो प्रत्येक त्यहाँ हुन्छ भने चौध ट्रेडर हाम्रो सब आज ट्रेनिङ स्लप सक्यो बबाल 12मा ट्रेनिङ गर्यो आज अब भोलि भन्छ ट्रेनिङ 4 लाइभ ट्रेनिङ सक्यो गाइज अब फेरि पनि अर्को ब्लगमा भेट्नुपर्छ गाइज सबैजनाले मेरो च्यानललाई सब छिटोभन्दा छिटो 1K सब्सक्राइब पुऱ्याइदिनुपर्छ गाइज है लाइक सेयर सब्सक्राइब कमेन्ट गरिदिनु सबैजनाले ल यति भन्दै अब अर्को भ्लगमा भेट्नुपर्ने बाछा गर्दै म गइसकेको छु गाइजहरू सिउ सुन है त गाइज ल लभ यु